हेलो गाइस, गुड मर्निङ। आज धेरै दिनको बादमा अब म भ्लग बनाउँदैछु है। त्यो भ्लग चाहिँ आज एउटा सानो स्पेसियल भ्लग हो है। मान्छे बुढो भइसक्यो, अब त्यत्रो टाइममा पनि हामीले त्यो काम चाहिँ गरेको थिएन कि। अन्त म सँगसँगै यहाँ पनि चाहिँ यो हेलो भनिदेऊ, यहाँ हेलो भनिदेऊ है। अब यो लोकेसन तपाईँहरूले देखिहाल्नु होला कहाँनिर हो भनेर है। यता पछाडि नि हेरिहाल्नुहोस् हो, ठक्कै यो चाहिँ तिनधारेमा हो है। अब यहाँबाट हामी जाँदैछौँ एक जग्गा, अहिले म तपाईँहरूलाई देखाउँछु है त्यहाँ है। यहाँनिर हेर्नु न, बगनवेलिया यस्तो दामी भएछ, के दामी देखेको। साँच्चै नै हाम्रो पाहाड चाहिँ नि भन्नु होइन कि, आम्मा सुन्दरताले भरिपूर्ण भएको नेचरले दिएको हाम्रो द क्विन अफ हिल्स है। यति राम्रो छ, यस्तो पाहाडलाई चाहिँ अब बचाएरै राख्नुपर्छ। यसरी हेर्नुहोस् न, आहा कति दामी। यहाँ हेर्नुहोस्, फुल फुल्दा कति दामी देखेको हो। यसरी नै अब चारपट्टि हो भने त कति राम्रो देख्छ होइन त है। यसमा तपाईँहरू के भन्नुहुन्छ है, कमेन्ट गर्नुहोस् है। अहिले त मेन रोड पनि कति सुनसान भइरहेछ है। यहाँ हेर्नुहोस् न अब हो, आम्मा द क्विन अफ हिल्स हो हाम्रो। आम्मा कति राम्रो यार, हेरिहाल्नुहोस् है। बाटोमा गाडी भनेको छैन, सुनसान भएको चाहिँ यहाँ हेर्नुहोस्। तर मलाई चाहिँ पुरा मनपर्छ मेन रोड चाहिँ, गाडीलाई प्रेसर पनि हुँदैन, यस्तो स्मुथली हिँड्छ। बाटो पनि दामी छ कि, दामी लाग्छ क्या। दुईजना ऊपर पुगिसक्यो। देख्नुभयो हामी चाहिँ कहाँको है, यस्तो छ। अब चाहिँ ठ्याक्कै यहाँनिर रेलवेको स्टाफहरू पनि आइपुग्नु भयो हो। यहाँनिर चाहिँ अब हाम्रो ट्रेन चाहिँ रेडी भयो क्या। यहाँनिर ठक्कै ट्रेन पनि रेडी भयो, पानी पनि लोड हुँदै रहेछ यहाँनिर है। यस्तो छ। यहाँनिर चाहिँ पहिला घुममा थियो, घुमदेखिको चाहिँ यहाँ ल्याएर राखेको छ है। आम्मा हेरिहाल्नुहोस् बाबा। वर्कसप चाहिँ यहाँनिर मेन वर्कसप हामी आम्मा वर्कसप चाहिँ यस्तो रहेछ है। अब वर्कसपमा चाहिँ हामी चाहिँ कहिले पसेको थिएन कि साथीभाइहरू। अब यो मेरो ब्लगको थ्रु तपाईँहरूले हेर्नुहोस्, वर्कसप हाम्रो टोय ट्रेनको वर्कसप चाहिँ दामी रहेछ क्या भित्र चाहिँ। लाइफमा फर्स्ट टाइम पसेको म चाहिँ है। यहाँ चाहिँ अब वर्कसपमा कसरी बनिन्छ हेर्नुहोस्, मिसिनहरू यहाँनिर आम्मा कत्रो मिसिनहरू छ है। वाह 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 हेर्नुहोस्, यहाँनिर अब यो मिसिनहरूको के काम छ हो। यहाँनिर रहेछ है हो।
हेर्नुहोस् हरेक मेसिनको आफ्नो आफ्नो काम रहेछ है। अब दार्जिलिङमै हुर्की बढी भएर पनि दार्जिलिङमा बसेर पनि मान्छेले यो तिनधारेको वर्कसप त देखेको थिएन होला है। अब मेरो भ्लगको थ्रु चाहिँ तपाईँहरूले यो वर्कसपलाई नि हेर्नुहोस् हो। दामी हो। अब यहाँ किसिम किसिमको हुने रहेछ है। दामी रहेछ। अब यहाँनिर यहाँ चाहिँ अब इन्जिनहरू यसरी बनिँदो रहेछ यहाँनिर हो। नोस इन्जिनहरू यहाँ बनिँदो रहेछ। अब तँ पनि फर्स्ट टाइम आएको हो? फर्स्ट टाइम हो? अब यो लाइफमा अब सबको फर्स्ट टाइम हो हाम्रो ग्रुपमा चाहिँ है। यहाँ हेर्नुहोस् यस्तै मजाले मर्मती। अब यो चाहिँ ट्याङ्की हो। ट्याङ्की यो सब मर्मती भएर यहाँनिर इन्जिनलाई फेरि बनाएर त्यहाँदेखिको फेरि यसलाई चल्ने बनाउँछन् उहाँहरूले है। हेर्नुहोस् ल हेरिहाल्नुहोस् हाम्रो दार्जिलिङ तिनधारेको वर्कसप चाहिँ यस्तो छ है। अझै पनि दामी दामी। अब तपाईँहरू कतिले अब यो वर्कसप देखेको पनि छैन होला है। नदेखेको खण्डमा अब यही भ्लगको थ्रु तपाईँहरू हेर्नुहोस् है। उहाँ त मिसिनहरू देखेरै आमा लेथको मिसिनहरू यस्तो दामी हेर्नुहोस् न आमा लेथको मिसिनहरू है। यस्तो दामी यो वर्कसपको द्वारा चाहिँ अहिलेसम्म हाम्रो दार्जिलिङमा भएको टोय ट्रेनको चाहिँ जीवित भइरहेछ क्या। टोय ट्रेन चाहिँ हेर्नुहोस् है। दामी तिनधारेको वर्कसपको यहाँ मोडल हेरिहाल्नुहोस् है। इन्जिन हेरिहाल्नुहोस् कोही मोडल हो क्या यो चाहिँ है। हाम्रो दार्जिलिङको टोय ट्रेनलाई जीवित राख्ने स्टाफहरू चाहिँ उहाँ नै हुनुहुन्छ सबजना उहाँहरू है। यो नयाँ कोच बनिँदै रहेछ यहाँनिर। डिएचआरको दामी कोच बनिँदै रहेछ यहाँनिर एसीमा। यहाँ हेरिहाल्नुहोस् हो। यसमा सिटहरू लाग्छ यहाँ अहिले बाहिर छ है। सो आजको अब तपाईँहरूलाई यो तिनधारेको वर्कसप चाहिँ कस्तो लाग्यो के लाग्यो प्लिज कमेन्ट। तपाईँहरू कतिले देखेको पनि थिएन होला। हामीले देखेको थिएनौँ। हामी पनि फर्स्ट टाइमै हो र त्यसले गर्दाखेरि मलाई चाहिँ दामी लाग्यो मजा लाग्यो है। यहाँको स्टाफको द्वारा चाहिँ हाम्रो यो दार्जिलिङको टोय ट्रेन चाहिँ अझै पनि जीवित भएको कारण चाहिँ यही वर्कसपले गर्दा है साथीभाइ है। अब अहिले एकछिनमा फेरि भेटौँ है। सो द्याट हामी पनि अब यहाँनिर हाम्रो ट्रेन छ। ट्रेन त्यहाँ छ इन्जिन रेडी हुँदैछ र त्यही ट्रेनमा चढेर हामी आधा बाटो जान्छौँ गाडीमा। अन्त झरेर त्यहाँदेखि फेरि गाडीबाट चाहिँ फोटो खिच्दै जान्छौँ है। यहाँनिर चाहिँ सबैजना यहाँ स्टाफ हुनुहुन्छ है। जहाँबाट चाहिँ जसले चाहिँ इन्जिनलाई चाहिँ जीवित राखिरहेछ क्या
डिएचआरको एकदम जीवित राख्ने स्टाफहरू चाहिँ यहाँ पछाडि देख्नुभयो होला है। आजको हाम्रो ट्रेनको चाहिँ डिब्बा चाहिँ यहाँनिर छ हो, यहाँ छ र यसैमा चाहिँ ठक्कै हो। अब यो ट्रेन चाहिँ हामीसँग जाने, अब पप्पु पनि चढ्छ ट्रेनमा है। आजको यो भ्लग अलिकति लामो हुन्छ, इन्ट्रेस्टिङ हुन्छ कि आइज बिसन। अब यो बोइलरको चाहिँ यो त उयो हो अब पहिलाको है, यही नै हो अब मेन चाहिँ है। यहाँ हेरिहाल्नुहोस्, अब हामी यसमै बसेर एकछिन हामी पनि पर सबै जान्छौँ, गएर त्यहाँदेखि यहाँ चाहिँ सबै स्टाफहरूको झोलाहरू राखिरहेको छ र हाम्रो गेस्टहरू चाहिँ पुरा माथि पर्खेर बसिरहेछ कति बेला ट्रेन आउँछ र हामी फोटो खिचौँ भनेर क्या है। वाह 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 आउनुभयो भने यहाँ भिजिट गर्नुभयो भने भिजिट गर्नु घुम्नु पनि दिँदो रहेछ है। त्यसले गर्दाखेरि तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्, दामी हेरिराख्नुहोस् आफ्नो जग्गामा आएर है वर्कसप कसरी हुन्छ यहाँ। त अब त ट्रेन पनि रेडी भएको जस्तो लाग्दैछ। ट्रेनको खेला चाहिँ अब यस्तै हो, यहाँ माथि बसेर हेर्नुहोस्। अरे हाम्रो भाइ त यहाँनिर बसिरहेको रहेछ फेरि यहाँ। अरे भाइ टाटा। अब यहाँ चाहिँ जोइन गर्दैछ डब्बा है। ल अब चाहिँ इन्जिन रेडी भएको होला है। आजको पाइलट चाहिँ को हो भन्दाखेरि चाहिँ पाइलट चाहिँ उहाँ हुनुहुन्छ होला। ओ दादा है ना, यहाँ है आज का पायलट इधर में है। आज तो पहुँचाएगा आप, कोशिश तो करेगा। हाँ आज एकदम कोशिश नहीं, आज पहुँचना चाहिए, ठीक है एकदम आज पहुँचना चाहिए। आज चाहिँ एकदम यो ट्रेन चाहिँ आज दार्जिलिङ पुगेरै छाड्ने हो है। पाइलट यहाँ एकदम रेडी छ, अब ट्रेन अप टु डेट भएको छ है। त्यसले गर्दाखेरि हाम्रो पेसेन्जर एकदम अप टु डेट छ यहाँ एकदम है रेडी। ब्याकअपमा पनि उहाँ एकदम रेडी छ यहाँ, ब्याकअपबाट यहाँ हो। त्यसले गर्दाखेरि आज चाहिँ ट्रेन दार्जिलिङ चाहिँ पुग्नु नै पर्छ, त्यसले गर्दा मात्रै उसुल हुन्छ।
बल्ल खरसाङ आइपुग्यौँ है। स्टेसनमा छोडिकन खै के गरे, खै यसरी गाडी रोकेर मान्छे झार्छ त अब कसो हो यो चाहिँ, फेरि के हो यस्तो। आजको चाहिँ अब खरसाङसम्मकै भयो है, किन भन्दाखेरि अब लामो हुन्छ अब बेलुकासम्ममा, र त्यसले गर्दाखेरि आज हामी खरसाङसम्मै हो। र त्यसले गर्दा अब हामी त्यहाँ मान्छे झरेर चाहिँ उयसमा गएको, गाडी राख्नु चाहिँ अब पर उयसमा टुरिस्ट लजमा त अब हुँदैन होला, पर पार्किङमै जानुपर्छ। पार्किङमा 3टा गाडी गएर एकछिन त्यहाँ बस्ने, अनि यहाँ स्टेसनमा त्यहाँ खाली भएपछि चाहिँ हामीलाई त्यहाँ फोन गरेर बोलाउँछ त, बोलाएपछि चाहिँ त्यहाँदेखि हामी चाहिँ फेरि त्यहाँ जाने, स्टेसनमा जाने, मान्छेलाई लिनु हो। र साथीभाइ अब आजको चाहिँ यतिबाटै म तपाईँहरूसँग बिदा माग्छु है। र आजको चाहिँ मैले ट्रेनको गरेको है, हामी आफै पनि ट्रेनमा अब एकछिन भए पनि चढ्यौँ हो। उहिले सानोको फिल आयो कुद्दै गरेको ट्रेनबाट झर्नु र त्यसले गर्दाखेरि चाहिँ अब मजा लाग्यो है। यो ट्रेन चाहिँ डल्लै चार्टर गरेको ट्रेन हो, डल्लै चार्टर गरेर उनीहरूले चाहिँ फोटो मात्रै खिच्नु, उनीहरू चढ्दैन त्यसमा चाहिँ फोटो खिच्नु मात्रै। तर ट्रेन चाहिँ खै के भन्ने, अब स्टिम मात्रै चाहिँ थिएन त्यहाँ, मेरो भिडियोमा देखिहाल्नुहुन्छ। बिचरा अब ट्रेनहरू पनि थाकिसकेछ, अब त त्यो ट्रेनले धुवा फेर्नु पनि सक्दैन रहेछ। स्टिम त्यो जुन हुन्थ्यो नि अब उहिलेको फिल, आम्मामा फुस 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 गर्दै फ्याल्थ्यो नि, अब त्यस्तो पनि छैन हो। के भन्नु अब, बिचराहरू एकदम थाकिसकेछ अब ट्रेन चाहिँ। पछाडिबाट ढकालिकन हुँदै नहुने खाले भएछ है, त्यस्तै हो। अब बिचरा अब यत्रो वर्ष भइसक्यो ट्रेन है, ब्रिटिसकालीनदेखिको ट्रेन हो। त्यसले गर्दाखेरि अब बिचराहरू के गर्नु, अब ठिकै छ है। सो गाइज आज चाहिँ यहाँबाट यतिबाटै हामी बिदा माग्छौँ। ओके बाई बाई तपाईँहरू सबैलाई है। आजको मेरो यो सानो छोटो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ, प्लिज कमेन्ट, सेयर, सब्सक्राइब। धेरै दिनको बादमा म फेरि भ्लग गरेको, त्यही पनि आजको यो स्पेसल भ्लग मेरो है, वर्कसपमा बसेकोहरू है। सो त्यति भन्दै म तपाईँहरूसँग बिदा माग्छु, बाई बाई।